परशुराम शर्मा गैरी गाउँ निवासी। आज जुन चाहिँ यहाँ सरहरूद्वारा यो भिसिकेद्वारा हामीलाई जुन चाहिँ अवेरनेस प्रोग्राम राख्नुभयो त्यसपछि हामी एकदमै उहाँहरूप्रति आभारी छौँ। किनभने हामीलाई यो ज्ञात थिएन कि मौसम विषयमा चाहिँ अब हामीलाई कतिवटा प्रब्लम हुन्थ्यो र यो चाहिँ अब उहाँहरूसँग रिलेटेड भयो त्यो उसँग र हामीलाई चाहिँ अब यो मौसम विभागको चाहिँ जानकारी हामीले अगाडि नै पाउँदाखेरि हामी धेरै कुरामा हामीले सचेत हुन सक्छौँ। जस्तै अहिले हालमा हामीले यो सानो होइन अब यति बेला काँक्राको सिजन, यो फर्सीको सिजन, यो मसिनो बिरुवा राख्ने सिजन हुँदैछ। त्यो सिजनलाई चाहिँ हामी असिनाद्वारा कसरी जोगाउन सक्छौँ भन्ने कुरा, असिना आउँछ, के आउँछ, पानी आउँछ, बेसी पानी आउँदा त्यो मर्छ र त्यो टाइममा चाहिँ हामीले यो चिजहरूलाई चाहिँ जोगाड गर्नु चाहिँ हामीलाई एकदमै सुविधा हुने भयो र अन्य फसलहरू पनि जस्तै हामी यो मौसमको अगाडि नै जानकारी पायौँ भनेदेखिलाई हामी यो सबै क्लाइमेटिक चिजबाट हामी उसबाट चाहिँ हामी जोगिने थियौँ र यति भन्दै